ल साथी है अब भने चाहिँ हामी बिहातिर जानको लागि एकदम रेडी हो। टाढो जानुपर्ने फेरि हो। यहाँ हाम्रो दिव्या टाढो हो नि हिँड्नु त पर्छ पर्दैन जान्छ जो उयो हेलमेट लाऊ तिमी लाउनु उयो सजिलो हेलमेट। ल साथी है अहिले चाहिँ हामी यहाँ तपाईँको कर्सिङ कटेर है यता महानदी जाने बाटोतिर तर्फ लागिरहेछौँ र हामीलाई अलिकति यो माझदाले अलिक डिस्टर्ब दियो साथी यस्तो छ है। यहाँबाट चाहिँ अलिकति अगाडि टिभी टावर मजाले देख्दो रहेछ है। हामी जाँदै थियौँ यस्तो जाँदैछु है साथी। 360 को भ्युजहरू पनि हेर्नु होला दामी आउँछ है। बुढाबुढी चट्टसँगले आज चाहिँ साथीको छोरीको बिहामा है यसरी जाँदैछौँ। ल भन्दा जाँदा पनि हामी 0 पनि पुग्यौँ है यस्तो छ। अहिले चाहिँ आज चाहिँ चेकिङ रहेनछ न त अरू बेला सधैँ चेकिङ हुन्छ है आज चाहिँ रहेनछ र अब चाहिँ हामी महानदीतर्फ लाग्यौँ है यस्तो छ। मजाकै छ जग्गा चाहिँ है। हामी मधेसको मान्छेलाई त यो त अब स्वर्गीय हो नि तपाईँको यस्तो हुँदै उसलाई म चिनाउँदै दिव्यालाई चिनाउँदै है यस्तो छ। उसले चिन्दैन नि त किनभने यता आएको छैन हो त्यही भएर उसलाई देखाउँदै घुमाउँदै हो। म पनि जानु रहर गरेर चाहिँ उसलाई ल्याएर आएको यस्तो छ। सरर जाँदैछ हामी चाहिँ मजा आउँदैछ आज खुसी भएर चाहिँ घुम्नु पाउँदा त नि ऊ पनि धेरै खुसी हुन्छ नि। ग्यास गाडीहरू बाटोमै रोकिरहेको छ फेरि यसरी अब महानदी भन्दा नि के गिद्धे तपाईँको गिद्धे आइपुग्यो हामी चाहिँ र यो गिद्धे कटेर गिद्धे बजार र यहाँ घुम्ने जग्गाहरू पनि छ मजाको यहाँ तपाईँको यस्तो छ। मजाको छ नि जग्गा त बाइकमा चाहिँ स्कुटीमा चाहिँ मजै आउँछ यसरी है। तर पानी पर्ला जस्तो गरेर आजको मौसम चाहिँ हामी चाहिँ नानी चाहिँ दिदीलाई छोडेर आएको। म त नानी लिएर आउँ भन्दै थिएँ तर नानी नल्याएको राम्रै भएछ एक प्रकारले। पानी पर्ला जस्तो भइरहेछ मौसम चाहिँ परेको चाहिँ छैन तर पनि चिसो चाहिँ चिसै रहेछ हाम्रोतिर हेर्नु तपाईँको स्कुल यहाँ हाम्रो गाउँबाट देख्ने स्कुल हो ठुलो एक गिद्धे पहाड एन्थनी स्कुल होला यहाँ यस्तो छ। मजाको जग्गा छ मलाई चाहिँ मन पर्यो है। साथीहरूले नि हेरिदिनु होला यो चाहिँ हामी चाहिँ निकै टाढै बिहामा आज चाहिँ साथीको छोरीको बिहातर्फ लागेको। र पहिला चाहिँ म हिँडेर गएको थिएँ ढुङ्गेकोठीमा ओर्लेर महानदी ढुङ्गेकोठीमा ओर्लेर त्यहाँबाट ठाडो उकालो फरेस्टको बाटो उकालो हुँदै बगानको बाटो गएको। तर आज चाहिँ यसरी जाँदैछु अब हेरौँ के कसो हुन्छ। दुईजना जाँदैछु बाटो चाहिँ निकै लामै छ नि त तपाईँको यस्तो छ। आज यहाँ फेरि बिहा रहेछ फेरि हो। यहाँ पनि कसको बिहा रहेछ। यहाँ हाम्रो सन्त अङ्कलको गाडी यस्तो लाग्यो मलाई चाहिँ ऊ हो नि सन्त अङ्कलको गाडी पनि बिहामा आएको रहेछ पुरानो गाडी अङ्कलको यो सावरी। र यहाँ भन्दै हामी चाहिँ यहाँ गिद्धेको यो भ्यू पोइन्ट भनौँ है यहीँ आइपुग्यौँ। यहाँ हाम्रो दिव्याल चाहिँ चट्ट कपाल सपाल मिलाउँदैछ हो। म चाहिँ यसो हेरेर आफ्नै भिडियो बनाउँदै यो यसको मूर्ति पनि छ यहाँ तपाईँको कति राम्रो। यहाँ मुनि चाहिँ तपाईँको रोपे बनिँदै थियो होइन। यहाँ रोपेबाट चाहिँ सिधै रनी झर्ने जग्गा बनाउँदै थियो तर अहिले चाहिँ खोइ के भयो बन्द भइरहेछ। र हामी चाहिँ यहाँ यसो हेर्दै मजाको छ हौ जग्गा चाहिँ हेर्नुहोस् न। हाम्रो दिव्या चाहिँ उसको मात्रै फोटो खिच्दै मेरो चाहिँ राम्रो खिच्दैन भन्छ रिसाउँछ। फोटो खिचिदिनुपर्छ कि अनि कोट्टाइ हेर्छ यस्तो छ। रेडी छोरी मान्छेहरूसँग सकिँदैन साथी हो यस्तो हुन्छ। अब चाहिँ इच्छा अनुसार चाहिँ खिचिदिनु पऱ्यो है यस्तो छ साथी हो। मूर्तिकै अगाडि खिच्ने अरे त्यो पनि हो हाम्रो यहाँ यस्तो छ। चट्टान चाहिँ हेभी छ तर यहाँ तपाईँको यहाँ गिद्धे यो जग्गालाई चाहिँ गिद्धे भन्छ। गिद्धे भ्यू पोइन्ट हो है। मजाको जग्गा बनाएको रहेछ है यस्तो छ। धेरै राम्रो जग्गा छ नि जग्गा त। यो घरि पछाडिबाट खिच्दै भन्छ घरि अगाडिबाट खिच्दै भन्छ। हाम्रो दिव्याले पनि के भन्छ नक्कल त उसलाई पनि कम त आउँछ। र यहाँ चाहिँ यस्तो छ एकदम यहाँ
डान्स गर्ने जग्गाहरू पनि त यहाँ घुमी घुमी त्यहाँ पर राखिरहेको छ अनि यस्तो छ मजाको देखिन्छ ल हामी अब चाहिँ फोटोसोटो खिचेर अब ढिलो हुन्छ भनेर लाग्नु आँटेको दिदीको मोमो खाउँ भन्दै थियो तर मैले चाहिँ किन अब ग्यास हुन्छ भनेर चाहिँ नखाउँ भनेको चिसोमा है यस्तो छ हावा कति मजाको चल्छ हेर्नुहोस् साथी यस्तो छ हाम्रो सबैले हेरिदिनु होला मेरो लङ भिडियो चाहिँ है सानो कोसिस छ है अब फेसबुकमा मात्रै गरेर पनि भएन यसो युट्युबतर्फ पनि हल्का लाग्दिएको है युट्युबलाई पनि मोनिटाइजेसन गर्ने कोसिसमा छु म चाहिँ है फेसबुकबाट चाहिँ मैले सक्सेस गरिसकेँ साथी हो पैसा पनि पस्यो है निकालेर पार्टी पनि गरियो हो यस्तो छ ल भन्दा भन्दा अब चाहिँ हामी यहाँ साथीको गाउँ यो तपाईँको के भन्छ भने यो गाउँको नाम जाँदैछौँ यस्तो छ उकालो चाहिँ हेभी छ साथी हो यो चाहिँ एकदम उकालो चाहिँ डर लाग्दैछ नाक ठाडो उकालो छ मधेसमा कुदाउने मान्छेले चाहिँ अलिक अप्ठ्यारो लाग्छ तर म चाहिँ अब यस्तोतिर हिँडिराख्ने बानी भएर मलाई चाहिँ यस्तो लाग्दैन हाम्रो दिव्या चाहिँ पुरा डराइरहेको छ लड्छ कि भनेर तर म त लड्दिनँ किनभने म यस्तै बाटोतिर बेसी हिँड्छु है हेभी उकालो छ नि तपाईँको यहाँ त यता त राम्रै रहेछ अझै यहाँ माथि अझै अप्ठ्यारो छ यहाँ त यतिको ठुलै हो साथी जग्गा चाहिँ म त नेपाल जस्तो लाग्यो साथी यस्तो हुँदा चाहिँ हो यसरी जाँदै थाहा पनि छैन मलाई पहिला त म हिँडेर गएको र अहिले चाहिँ सोध्दै सोध्दै जाँदैछौँ पानी पनि सिमसिम आउँदैछ रमाइलो आजको रमाइलो दिन यादगार दिन बनाउँदै है यसरी सट्ट जाँदैछौँ घुम्दै घुम्दै भिडियो गर्दै फोटो खिच्दै है कहिले गए त घुमिदिनु पनि पऱ्यो नि त अब कति चाहिँ खोलामा मात्रै हेर्नु होइन खोलामा काम गरेको मात्रै हेर्नु साथीहरूले ले गरेर मेरो मान्छे छैन भने आफूले पनि गर्नुपर्छ गाह्रो छ नि जिन्दगीमा दुःख त गर्नु पऱ्यो नि त मिहिनेत गरेन भने हुँदैन के गर्नु यस्तो छ फेरि अब यो गाडी यो खालको गाडी मात्रै कुद्छ लास्टमा चाहिँ यो गाडीको पछि पछि आएर चाहिँ यो मेन बाटो होइन रहेछ साथीको गाउँ जाने बाटो चाहिँ यो उकालो रहेछ तपाईँको अप्ठ्यारो रहेछ अझै तपाईँको यो बाटो चाहिँ तपाईँको के भन्दा यहाँ लेखिदिइरहेको छ तपाईँको बोर्डमा होइन तपाईँको यहाँ गोला बस्ती भनेर साथीको गाउँको नाम चाहिँ मलाई गोला बस्ती भनेको थियो र मैले सुनेको थिएँ र यसो हेरेको थिएँ यो बोर्डमा लेखिरहेको रहेछ हो साथीको छोरीको बिहामा चाहिँ यहाँ त्यहाँदेखि अब यो बाटो उकालो चाहिँ अब दिव्यालाई जाउँ भने तर यहाँ चाहिँ सानो मारुति भ्यान छिर्ने जग्गा चाहिँ रहेछ यस्तो छ है अब चाहिँ हामी निस्किने सिमेन्टेड बाटो रहेछ अरू जग्गा चाहिँ अलग कत्राको हुन्छ तर यहाँ चाहिँ सिमेन्टेड रहेछ तर पनि अब जग्गा राम्रै छ अब चाहिँ फोन अघि फोटो खिचेको फोटो हेर्दैछ हो यस्तै छ यसरी भन्दा भन्दै बिहामा पुगेर हामी सुँगुर लभर्स दिव्याले सुँगुर तान्नु थाल्यो सुँगुर चाहिँ उसको फेभरेट हो नि त त्यही भएर यो चाहिँ तपाईँको भिडियो उयो गर्दाखेरि तपाईँको 1300 ठाडो खिचेको थिएँ त्यही भएर चाहिँ रिल्सको लागि हुन्थ्यो भनेर चाहिँ बनाएको र मैले लङ भिडियोमा यो पनि जोडेर हालिदिनु खोजेको साथीहरू हेरिदिनु होला यस्तो छ आइटमहरू पनि दामी रहेछ है मधेसमा भन्दा हिलमा दामी हुन्छ नि जग्गा सानो भए भने पनि खानाहरूको राम्रो हुन्छ क्या क्वालिटीहरू दामी बनाउनु भएको छ उहाँले मन पऱ्यो मलाई चाहिँ हो रमाइलो ठाउँ पनि छ मान्छेहरू पनि राम्रो सबै प्रायः चाहिँ राईहरू जस्तो लाग्यो र म चाहिँ यसरी साथीले भन्नुभयो यहाँ चट्ट बिहारको जुस खेल्थेँ यहाँ बिहामा आउने मान्छेलाई हेर्दै थिएँ हो अनि बहिनीले चाहिँ दिव्याले चाहिँ ज्यादा नखाऊ है बाटो अप्ठ्यारो छ भन्यो यस्तो छ है साथी आएर टट्टसँग एकछिन यहाँ बिसाएर है अब जग्गा चाहिँ धेरै मन परेर है यहाँ हेर्नु न यति स्वर्गीयभन्दा कम छैन साथी हो यहाँ हेर्नुलाई कति दामी जग्गा चाहिँ यस्तो छ हो यहाँ एउटा चौतारा ऊ माथितिर पनि घर छ हेर्नुहोस् न यस्तो छ माथितिर ऊ माथितिर बिहा घर चाहिँ हो त्यहाँबाट आएको हामी चाहिँ अहिले हो यहाँ मान्छेहरू चाहिँ स्कुटीमा चढ्नु डरले हिँड्दै आउँदैछ हिँड्दै आएर यहाँ बिसाइरहेको छ के गर्नु सुँगुर चाहिँ डरलाग्दो बजाएको छ है तर दाँत खुस्किने लिपस्टिक सिबिस्टिक उड्ने गरी खायो भन्छ ऊ तान्यो भन्छ लिपस्टिकै गयो भन्छ उसको अनि यस्तो छ हाम्रो दिव्या पनि यहाँ है हल्का खुट्टा हल्लाउँदै हो एकदम उसको फिल गर्दै
यस्तो मजाको है जग्गा देखेर चाहिँ एकदम घुम्नको लागि चाहिँ धेरै मजाको जग्गा रहेछ साथी हो यस्तो छ हेर्नु होला तिमी भन्दा म पहिला मरौला स्वर्ग जाने बाटोमै कुरौला भन्ने खालको जग्गा रहेछ साथी यहाँ चाहिँ हेर्नु होला ए गाईलाई चराउँदै ल यो साथी हो आज चाहिँ हामी यहाँ साथीको छोरीको बिहामा आएको तर बाटो देखेर चाहिँ छक्कै पऱ्यो आमा हाम्रो बिहा हिँड्दै आउँदैछ स्कुटीमा चढ्नु डरले हो बिहा घर चाहिँ ऊ माथि थियो होइन अब यहाँ हेर्नु यता चाहिँ महानदी हो यता महानदी यता तिनधारे जाने रोड यता चाहिँ कता हो यता चाहिँ तिनधारे होला सायद है दिबा त्यो चाहिँ तिनधारे होला तर हामीलाई चाहिँ ठिम्माउनु साह्रो पऱ्यो हामीलाई हो हामी मधेसको मान्छे चाहिँ एकदम डर मर्दो हुँदो रहेछ यता यता हेर्दै न हाम्रो दिव्या चाहिँ डरले हिँड्दै आएको यस्तो छ बाटो चाहिँ सानो बाटो छ है एउटा मारुति भ्यान र एउटा स्कुटी चाहिँ छिर्छ होला तर उकालो चाहिँ डर लाग्दो रहेछ बाटो चाहिँ खत्रै रहेछ है यहाँ होला धेरै रमाइलो दृश्यहरू छ अरे साथी हो